फाइनली हामी यो गेटमा पुगिसक्यौँ है। यो गेटबाट हामी भित्र प्रवेश गर्दैछौँ। हामी यो कुन स्कुल पनि पुगिसक्यौँ। कुन स्कुल रहेछ? श्रीपद प्रदर्शक माध्यमिक विद्यालय। भुतिया जिम हो क्या? ल हामी जिम आयौँ कहीँ के रहेछ कुरा भन्छ ए सुरु भइसक्यो है। चिउरा झालमुट यो पुरा बारी बारी मान्छेको जाँदैछौँ है। कहाँबाट हो खै थाहा भएन है। त्यो साथीको घरमा हामी जाँदैछौँ बारी बारी। त्यहाँनिर रहेछ अझै म्युजिक कति धेरै हो क्या। ओइसेलै ओइसेलाको पाहाडमा आइसक्यो हामी चाहिँ। गाइस फाइनली हामी काफलको बोटमा आइसक्यौँ। यी काफल छ मलाई एउटा पाइसक्यो। ल गाइस चाखौँ अब। गाइस हामीले हेर्नु यो यस्तो ठुलो हामीले झारिसक्यौँ है। रातो रातो हेर्नु रातो कालो। हामी अब यो खान्छौँ। खाने भन्दा जम्मा पार्छौँ। जो कालो कालो छ मेरो हात यस्तो फोहोर भइसकेको छ हेर्नुहोस्। अब म यो खान्छु गुल्ली है। हाइब्रिड है हाइब्रिड ठुलो ठुलो छ हेर्नु कत्रो ठुलो ठुलो छ। हेलो गाइस के छ तपाईँहरूको हल्लीचोली आफ्टर लङ टाइम आइसकेको छु भ्लगमा होइन। अनि आज चाहिँ के स्पेसल भन्दाखेरि आजखेर हामी काफल टिप्न जानेछौँ। तपाईँहरूले इन्ट्रोमा देख्नुभयो होला। त्योभन्दा नि राम्रो गरी काफल टिप्नेछौँ अनि रमाइलो गर्नेछौँ। अनि तपाईँहरूले मेरो भिडियो मनपर्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। अवश्य भेटौँ। हामी काफल टिप्न जाने बेला रेडी हुन्छु अनि भेट्छौँ। किनभने म अहिले भर्खर क्लासबाट आएको कलेजबाट होइन। अनि कलेज सक्छ अनि त्यसपछि अब रेडी हुन्छु म त्यसपछि हिँड्छु त्यसपछि भेट्छु। गाइस म चाहिँ होइन खानासाना खाइसकेको छु कलेजबाट आएर होइन। अनि कपडा पनि लगाइसकेको छु। अनि म चाहिँ अब जान्छु साथीकोमा यहाँबाट बडी खेल जान्छु म काफल टिप्नु। हामीसँग छाता पनि छ। म र दाइ चाहिँ यहाँबाट निस्किन गइरहेको छौँ। अनि हामी साथी पनि भेट्नेछौँ बाटोमा। अनि बाटो भेटेर हामी जानेछौँ काफल टिप्नको लागि। गाइस अब हिँडौँ है त। ल फर्स्ट चाहिँ म यहाँबाट निस्किन्छु यसरी। घाम हेर्नु कस्तो चड्किरहेको छ है। त्यही भएर मैले छाता लिएको छु। हामी दुईजना जाँदैछौँ सिँढीमा। आउँदैछु। आजको मौसम चाहिँ राम्रो खोलेको छ। चिल है तातो तातो छ र चिसो पनि छ हल्का हल्का होइन। जाउँ गाइस अब हामी जाउँ होइन। टल्फे पुगेपछि भेटौँ है त गाडी चढेर। ल त्यो गाइस हामी फाइनली यो टोखेल पुगिसक्यौँ। टोखेलबाट चाहिँ यसरी हामी राइट जाँदैछौँ। राइट हाम्रो स्कुल साइड। अनि हाम्रो स्कुल साइडको ब्याक साइडबाट चाहिँ हामी जान्छौँ बढीखेल। हामी किन यहाँ आएको भन्दाखेरि काफल टिप्न जाँदैछौँ होइन। अनि यहाँ चाहिँ अब के भन्छ गाडी पाउने छ गाडी चढ्छौँ भने जान्छौँ हेरौँ। अब हामी गाडी चढौँ है त। अनि गाडी चढेपछि भेट्छौँ अनि पुग्छु है त। गाइस हाम्रो गाडी चाहिँ छुटिसकेको छैन। हामी यहाँबाट हिँडेर जाँदैछौँ। त्यो भएर अब यो डाँडाबाट उक्त पार परको डाँडा होला। मौसम पनि अलिकति अन्धेरो अन्धेरो हुँदै चाहिँ के गर्ने हो जाउँ होइन। जाँदैछौँ हामी पारी डाँडाको। त्यो डाँडाको पारी गाडी पायो भने गाडी चढेर जाने। गाडी पाएर भने त हिँडेर ट्राई गरौँ होइन पुग्न। ल गाइस कलेज हाम्रो जाउँ अगाडि अनि भेटौँ है त। A few moments later. गाइस हामी चाहिँ फाइनली बडी खेलको गेटमा पुगिसक्यौँ होइन। यहाँभित्र चाहिँ बडी खेल चाहिँ अब एउटा चोकमा जानुपर्ने छ बडी खेलको। अनि हाम्रो साथी आउँछ हाम्रो लिनको लागि। अनि हामी जान्छौँ त्योसँग है। जाउँ फर्स्ट टाइम आएको छु म यो ठाउँमा। त्यो भएर म चाहिँ फर्स्ट टाइम आउँदैछ होइन। जाउँ साथीको घरमा आएको। साथीको अब कसरी भेट्छौँ अब हेरौँ। एउटा साथी चाहिँ हात बनाउनु खोइ हातको केही एभरेसन गर्नको लागि गइसक्यो। अनि हामी अब जाँदैछौँ यहाँबाट साथी भेटौँ गएर है। ल गाइस अब हामी जाउँ भेट्छौँ ल साथी भेटेपछि। त्यो गाइस हामी चाहिँ फाइनली मिलन चौक आइसक्यौँ होइन। मिलन चौकबाट हामी माथि जाँदैछौँ। काउ थाहा छैन यार। मिलन चौक भर्खर पुग्दैछौँ। यस्तो डाँडा छ हेर्नु त। यहाँ हामी काफल टिप्नको लागि जान्छौँ होइन। बाघको पनि शिकार गर्छौँ। बाघ पाइहाल्यो भने जाउँ। गर्ने भइसक्यो खतरा। पसिना आइसक्यो हेर्नुहोस् होला। फर्स्ट टाइम आइरहेको छु कि फेरि म ठाउँमा अननोनली के साथीको कलको भरमा यो बाटो जानुपर्छ भनेर। बोनिस हेर्नु होला कस्तो छ मौसम। कुन चाहिँ खै पसिना हेर्छ ल कस्तो छ पसिनाहरू। लास्ट पसिना आइसक्यो।
खै हामी चाहिँ माथि गेट देखिरहेको छौँ त्यो गेटमा पुगौँ है त गाइज के रहेछ त्यो गेटमा खासमा चप्पलमा हिँडिरहेको छु म यस्तो गर्मी छ त्यो ज्याकेट पनि अब खोल्ने बेला भइरहेछ खोलिदिन्छु एकछिनमा होइन अनि यत्तिकै जान्छु ल जाउँ गाइज अब त्यो गेट पुग्छु अनि भेट्छु ल फाइनली हामी यो गेटमा पुगिसक्यौँ है यो गेटबाट हामी भित्र प्रवेश गर्दैछौँ हामी यो कुन स्कुल पनि पुगिसक्यौँ कुन स्कुल रहेछ श्रीपद प्रदर्शक माध्यमिक विद्यालय यहाँ रहेछ श्रीपद प्रदर्शक यहाँ रहेछ त्यसो हामी एसीमा पनि पढेको थियो स्कुलसँग है त्यो स्कुलसँग हाम्रो साथीहरू कच पनि परेको थियो फाइटको हल्का उहिले है एसीको बेला हामी यहाँबाट जाँदैछौँ हाम्रो साथी अब कहाँ भेट्छ कहिले भेट्छ मलाई थाहा छैन ठुलै रहेछ है ठुलै रहेछ स्कुल कलेज पनि रहेछ नि यो त हामी त्यसमा देखेको नि त भिडियोमा त्यो फोटोहरूमा पत्रको बिचमा एउटा पद पर्दा स्कुलको बिचमा एउटा त्यो हुन्थ्यो के त यस्तो दामी छ है स्कुल तर हामी यहाँ पढेदैनौँ होइन हाम्रो यहाँ झगडा भएको थियो अब जाउँ साथी भेटौँ ल गाइज ल गाइज फाइनली हाम्रो साथी पनि आइसकेको छ ऊ हेर्नुहोस् त त्यो धुवाँदै मान्छे आउँदैछ हाम्रो साथी हो अब हामी काफल टिप्न जान्छौँ कहाँ जाने नरेन्द्र आउँछ भने त खोइ के गर्नु गयो त्यो त्यहाँ त्यो भाइलाई भाइको हात झाँटेको माथि गर्नु गएको थियो कहाँबाट जाने यार यहाँबाट ए त तिम्रो घर पछाडि जाने होइन तिम्रो घर पछाडि जाने होइन उहाँ डाँडामा गइने हुन्छ तिम्रो घर कहाँ यो डाँडामाथि कसरी चढ्ने यार छ बाटो ल ड्याम फिट भएछ ल काफल टिप्नको लागि डाँडामाथि जाउँ अनि त्यसरी भेटौँ है त ल हाम्रो चाहिँ अझै एउटा साथी आउँदैछ अनि त्यो भएर चाहिँ हामी यहाँबाट जिम खेल्न जानुला जिममा फ्रीको जिम थियो अरे यहाँ अनि हामी के भन्छ काफल टिप्नुभन्दा अगाडि जिम गरेर हल्का बडी बनाउँछौँ होइन बडी बनाउनको लागि कहाँ हो के हो बाटै छैन त यार यहाँ यस्तो छ ल जिम यहाँ कता छ अरे मान्छे हुन्छ कि हुँदैन है मान्छे हुन्छ कि हुँदैन ल यो भुतिया जिम हो क्या ल हामी जिम आयौँ कहीँ के रहेछ कुरा भन्छ ए के हो यार यो त कोही छैन त जिममा ल साथी हो यो फ्रीको जिममा को आउँछ है आउँदा हुन्छ है ल हेर त एकचोटि आएको थियो त्यो जिम गरेर ल हेर्नु त जिममा पकडको जिम ल पकडको जिममा हामी आएँ गाइस ओ सक्छस् नि सक्छ समाज त साथी यहाँ त पछाडि छ नि त्यसै समाज त ओ हेर त यो लेग प्रेस त्यो गाइस लेग प्रेस हामी हान्न ट्राई गरौँ है त ड्याम के हो यार यो लगाइ चाहिँ डम्बल हेर्नु है डम्बलको सिटहरू हामी चाहिँ यो उठाम होइन ल डम्बल हेर्नु त ले ल फेरिको जिम हामी चाहिँ यहाँ के गर्दैछौँ भन्दाखेरि के भन्छ काफल टिप्नको लागि बडी बनाउँदैछौँ कौन है ये लोग कहाँ से आते हैं 25 केजीको सक्छ कि सक्दैन हेर्नु है त कसरी गर्छ क्या ल गाइस हेर्नुहोस् 25 केजीको यो उठाउन सक्दैन रहेछ सकिन रहेछ मैले ड्याम गुड गाइस मैले जिम गरिसकेँ होइन मेरो बडी फुलिसक्यो अब चाहिँ हामी यहाँबाट जान्छौँ काफल टिप्न हाम्रो एउटा साथी पनि आउनेछ अनि त्यसपछि हामी काफल टिप्न जानेछौँ जाउँ स्ट्याप फ्रीको थियो
बिहान र बेलुका टर्न दिउँसो त अब कसैको जिम गरेर समय नै होइन पार्टीहरू जिम गरेर आएको दिउँसो दिउँसो हामी जिम गरेर आएको हामी पाखेहरू खासमा हात दुखेर अब हाम्रो मर्ने हुन्छ हामी एउटा साथीले जान्छौँ भेट्छौँ लागि हामी चाहिँ अब जान लागेको छौँ काठमाडौँ हिँडिसकेको छ सालतिर आइसकेको छ हामी चारजना छौँ हामी चाहिँ यो डाँडा कटाएर जानेछौँ है कस्तो हुन्छ हेरौँ र फर्स्ट एक्सपिरियन्स मेरो पनि होइन यो बाटोमा जाँदैछु गाडीमा जाँदैछु कहाँ पुग्ने हो थाहा छैन गाइस अब म पुगेपछि भेट्नेछु है सिधै तपाईँहरूले काफल टिप्ने ठाउँमा र हाम्रो यो साथीकोमा पहिला जानेछौँ कि हामी काफल टिप्न जानेछौँ लेट्स सी के हुन्छ हामी पहिला साथीकोमा जान सक्छौँ जाउँ है त ल हामी यो पुरा बारी मान्छेको जाँदैछौँ है कहाँबाट हो खै थाहा भएन है त्यो साथीको घरमा हामी जाँदैछौँ बारी ती पनि आइसक्यो ओइ के छ नाम के छ तिम्रो नरेन्द्र होइन ल तिम्रो घरमा नि हेर्छ यो भिडियो तिम्रो बाजुरासँग पुग्छ यो भिडियो ल गाइस यसको घरसँग पुऱ्याइदिउँ बाजुरा होइन तेरो घर ए मुगु रे ल मुगु राडाकोसम्म मुगु राडा भन्ने ठाउँमा उसको यो भिडियो पठाइदियो होइन राडा तालसम्म ल हामी अब यहाँबाट जान्छौँ बारी डाँडा चढेर हामी डाँडाको पारी जान्छौँ हामी सायद हाम्रो साथीको घर पुग्छौँ साथीको घरमा पानी सानी खान्छौँ अनि जान्छौँ है त ल अब हामी हाम्रो साथीको घरमा जाउँ यो डाँडा घटौँ पहिला ल गाइस अब साथीको घर पुगेपछि भेट्छु स्योर अब ल गाइस होइन म चाहिँ होइन सिधै अब के भन्छ काफल टिप्ने पुगौँ भनेको साथीको घर पुगौँ तर बाटोमा मैले ऐसेलो हेर्नु त कति धेरै छ क्यामेरामा राम्रोसँग देखेको छैन होला तर हेर्नु यो कति धेरै छ क्या अनि यो खाँदै हाम्रो दिन जाने भयो अब यो खान्छौँ हामी अनि बल्ल भेट्छौँ किनभने यति धेरै छ यहाँ यो नखाइ यतिकै गयो भने त पापै लाग्छ यार कति धेरै छ है यो त दामी छ यार त्यहाँनिर रहेछ अझै यो चाहिँ कति धेरै हो ऐसेलको पाहाडमा आइसक्यो हामी चाहिँ ऐसेलो पाहाडमा आइसक्यो ऐसेलको पाहाडमा आइसक्यो कसको बिहे हुँदो रहेछ कसको बिहे हुँदैछ कहाँ आइसकेको छ हामी हेर्नु त यहाँको भ्यू वाट अ भ्यू गाइज डाँडा हेर्नु त्यो यस्तो ठाउँमा आइसक्यो हामी गाइज हामीले ओसिएलो पनि कमै खाइसक्यो होइन ओइस हामी साथीको घर पुगेपछि मात्रै भेट्ने छौँ साथी चाहिँ अगाडि जाँदैछ साथीको घर जाँदैछ हामी दुईजना जाँदैछौँ यता नरेन्द्र र म आउँछौँ साथीकोमा बल्ल आउँछु म ल त्यो साथीकोमा आइसक्यो होइन साथीले हाम्रो जिउँदै छ त्यो रमाइलो चाहिँ हेर्नु धनी चाहिँ उसको यो घर है यो पनि घर हो यो पनि घर हो दुईवटा घर छ त्यसको त्यो मुनिको नि घर रहेछ घरै घर हो मुनि खाउने एक लट खोला त एउटै कोठामा दुईजना बस्छ लामा एकछिन बसौँ न यार यस्तो पसिना आइरहेछ जाउँ न मूलमा त्यसो भए र हामी अब मूलमा जान्छौँ अब मूलमा गएपछि हामी यहाँ पसलमा सामान किन्न आएको छौँ पसलमा हामी सामान किन्दैछौँ केटाहरू सामान किन्दैछ सामान किनेपछि खानु हामी खान्छौँ जान्छौँ होइन बस्छौँ एकछिन है साथीकोमा दिउँसो खाइसक्यो अब हामी जान्छौँ एकछिन बस्छौँ त्यहाँ नुहाउँछौँ होइन नुहाउने अनि त्यसपछि हामी काफल टिप्न जान्छौँ भन्दै गर्नु है त भिडियो है त मेरो भिडियो मनपर्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु है त गाइस त गाइस फाइनली हामी चाहिँ पुगिसक्यौँ यो धारामा है यो धारामा हामी रमाइलो गर्छौँ रमाइलो भन्दा नि मुखसुख धुन्छौँ अनि जान्छौँ माथि यो डाँडाबाट हामी माथि जान्छौँ फर्स्ट चाहिँ हाम्रो सामानहरू पनि छ है खानेकुराहरू
खानेकुरा के अरू बाल के छैन, यो खाने सौचो मात्रै छ। हल्का यहाँ मुख सुख धुम फ्रेस हौँ अनि त्यसपछि हामी जान्छौँ। र गाइस पठाउनु भएपछि चिसो छ हौ के यहाँ त नयाँ राई बस्ती समितिबाट पानी जान्छ क्या ए गाइस चिसो छ क्या पानी चिसो छ हौ लाग्ने गाउँको माया त्यस्तो पानीहरू गाउँको माया कताको कुरा गर्छ। वाह मिठो छ है पानी चाहिँ, स्वादिलो छ स्वादिलो। मिठो रहेछ मैले चाहिँ मुख सुख धुइसकेको छु यहाँ पानीमा, मेरो पनि धुँदैछ। चिसो पानी खाने तिमी यस्तो मिठो पानी नखाने ल हेर्नु यहाँको मौसम यस्तो दामी छ है, यो डाँडा छ। फर्स्ट टाइम म यस्तो ठाउँमा आइरहेको छु है, यस्तो जङ्गलको बिचमा। वाउ नाइस भ्यू। लो गाइस अब हामी काफल टिप्ने तर्फ लागौँ है, अनि त्यसपछि भेट्छौँ हामी। यहाँ अर्का हुँदैछ रमाइलो, साथीहरू सबै छ। भिडियोको क्वालिटी पनि आज राम्रो छ किनभने घाम जाम लागिरहेको छ होइन राम्रोसँग, त्यो भएर अब हामी एकैछिनमा भेट्नेछौँ। ल है त गाइस, ल अब हामी चढाइ स्टार्टसम्म गर्दैछौँ होइन, त्यसै चढायो। अब यो डाँडा चढायो, यस्तो खुट्टा हेर्नु है भिजेको छ तर पनि हामी डाँडा चढ्छौँ। ल यस्तो छ डाँडा, हामी चारहरू जाँदैछौँ, चारजना। यो रमाइलो हुँदैछ है, आफ्टर लङ टाइम पनि भ्लगमा बनाउँदैछु। अनि धेरै दिनपछि मैले भ्लग बनाउँदैछु अनि हामी काफल टिप्न जाँदैछु। साथीको गाउँमा आएको हामी होइन, यो गाउँको नाम चाहिँ खसीमारा हो। खसीमारा गाउँ हो, यो गाउँको नाम खसीमारा किन भन्दाखेरि यसको हिस्ट्री नै अन्नै रहेको छ। यहाँ बोका मरेको थियो अरे 4-5 वटा, यहाँ खसी नै खसी छ, त्यही भएर यो ठाउँको नाम चाहिँ खसीमारा राखेको हो क्या अरे। तपाईँले नपत्ताए हेर्न सक्नुहुन्छ, खसी छ। जाँदैछु, यस्तो डाँडा छ, अगाडि पछाडि डाँडा छ, जाँदैछौँ। थाकिसक्यो गाइस, काफल हामीलाई पाउँछ कि पाउँदैन थाहा छैन। काफलको रुख चाहिँ कहाँ छ साथी? ठिकै त्यो काफलको रुख मुनि बस्नुपर्छ यार, अलिक धेरै काफल भएको ठाउँ। हेर्नुहोस् सायद यस्तो भ्यू छ दामी, ठिक्कै एउटा दामी ठाउँ आएको फोटो खिच्नुपर्ने ठाउँमा बसेर त्यो हुनको लागि स्टोरी हाल्न हुन्थ्यो नि। पछाडिको टाढा हो यहाँबाट गोदावरी त। त्यहाँ हाम्रो एउटा साथी चाहिँ मुगुको है, मुगु, अनि त्यसलाई चाहिँ यो ठाउँ एकदम मुगु जस्तो लागेछ अरे, साह्रै नै दुर्गम ठाउँ लागेछ यसलाई। यसको गाउँ है खासमा, यो मान्छेको गाउँ हो, मान्छेले हेप्दियो। मुगु भनेको हेपेको हुन्छ नि, ललितपुर भनेको त आएको हो, ललितपुरको त्यो साथीको ललितपुरको बोर्डर साइड भयो नि त। हो र मकवानपुर ललितपुरमा पर्छ जाँटो। अब यहाँबाट सिधा हामी माथि जान्छौँ। ल जाउँ, लास्ट हाम्रो सास पुरिसक्यो। चिप्लिन्छ त यार, गोटी नै गोटी रहेछ हेर्नु त। म चाहिँ गाई मङ्गोलियाको जङ्गलमा पनि सर्भाइभ गरिसकेँ, त्यही भएर मलाई यो जङ्गल केही लागेको छैन, केही इफेक्ट पर्दैन मलाई जङ्गलले।
आया हामीलाई घामको पहिलो किरण अस्ताउनुभन्दा अगाडि डाँडामा पुग्नुपर्छ। सबसँग बोको अब तिमीले आमा ऊ त हेर्नु त्यस्तो मौसम छ सडक हिँड हिँड फक्सिट ल माथि पुगौँ गाइस। अब ल गाइस फाइनली हामी काफलको बोर्डमा आइसक्यौँ। यी काफल छ मलाई एउटा पाइसक्यो ल गाइस चाखौँ अब। त्यसै होइन यार तर यहाँ काफल पनि इम्पोर्टेन्ट खासै मिठो लागेन मलाई काफल। नमिठो नमिठो यत्रो टाढा आएर यस्तो काफल चाख्दा त यसो मन दुख्छ यार। के खाना मिठो हुन्छ नि रुखमा चढेपछि यो चाहिँ मिठो हुन्छ। होइट गाह्रो छ। कताबाट जाने है यताबाट जाने कि यताबाट जाने यताबाट जाने कि यताबाट कहाँबाट बाटो छ सजिलो सजिलो कहाँबाट छ काफल चाहिँ यता पाउनु होइन सजिलो यता सजिलो यताबाट छ भने त्यहीबाट जाउँ त। ल अब हामी यताबाट जान्छौँ है त गाइस। ल यता काफलबाट ल गाइस हामी अब हिँडिसक्यौँ हेर्नुहोस् है सबै यस्तो ठाउँबाट गयो जङ्गलको हेर्नु त यस्तो जङ्गल चाहिँ चारैतिर हेर्नु जति बेला पनि बाघ आउनु सक्छ। हामी बाघ आउने जङ्गलमा जाँदैछौँ रमाइलो गर्छौँ अनि काफल खान्छौँ है त गाइस। ल ब्याट्री पनि धेरै छैन अब सिधै काफल रुखमा भेट्छौँ होइन। अनि मोबाइल पनि चार्ज गर्नुपर्ने साथी घर गएर है चार्ज पनि गर्छौँ। अनि हो हामी पहिला काफल टिप्नको लागि मेन सोर्समा जान्छौँ किनभने त्यो भर्खर रिसेन्टली हामी जुन रुखमा गएको थियो त्यसमा चाहिँ धेरै काफल थिएन। त्यो भएर चाहिँ अनि अगाडि जाँदैछौँ अनि अगाडि चाहिँ धेरै काफल छ त्यो भएर जाउँ अब धेरै काफल तर्फ है। माथिको घर पनि छ यहाँ हामी घरले टरेर हामी अगाडि जान्छौँ जाउँ काफल खाउँ अनि भेटौँ है त। ल गाइस फाइनली गाइस म चाहिँ काफल टिप्ने ठाउँमा आइसकेको छु होइन। अनि काफल खाँदैछु काफल टन्नै छ कि हेर्नुहोस् होला हाम्रो बाजा साथी चढिसक्यो माथि प्लास्टिकमा हाल्नु मिल्ने रहेछ नि त यार हामी सबै जम्मा गर्छौँ है बल्ल खान्छौँ। लेट्स सी गाइस अब खान्छ भने यतिकै खाने नि अब जम्मा गरेर पछि लिएर जाने हो नि खातो अब नि त मलाई हिजै भर्खर टिपे कस्तो छ है। खासै मेरो अब चार्ज छैन गाइस त्यही भएर म खासै भिडियो बनाउनु मिल्दैन। हो तपाईँहरूलाई मेरो यो एडभेन्चर है लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। यस्तो दामी भ्यू आउँदैछ हेर्नुहोस् होला होइन त्यो दामी नेचरसँग हामी खेल्दैछौँ मजाले। अमिलो ए नरेन्द्र त कहाँ माथि पुगिसक्यो यार। हाम्रो एउटा साथी हेर्नु त्यहाँ सेतो कपडा लगाएर कहाँ उ यहाँ नरेन्द्र अनि यहाँ त क्रिप त हावा कुरा नगर न साथीहरू गर्दैन क्या। हाल्दै ल गाइस अब हामी यो जम्मा पार्छौँ जम्मा पारेपछि भेट्छौँ है त। ल गाइस ल A few moments later. त्यो गाइस मैले काफल टिपिसकेको थिएँ हेर्नु यति धेरै काफल एउटै बोटबाट यति धेरै काफल हामीले जम्मा पारिसक्यौँ। अरू पनि कति छ त्यहाँ डाँडामा साथी चढ्न सकेन। हामी यति खान्छौँ अझै खान्छौँ अझै टिप्छौँ है गाइस। अब खासै अब भिडियो बनाउनु मिल्दैन किनभने हाम्रो चार्ज छैन त्यसैले गाइस अब म सिधै अर्को मोबाइलबाट बनाउने छु अनि भिडियो क्वालिटी अलिकति डाउन हुनेछ त अलिकति कम्प्रोमाइज गर्नु होला है त गाइस। ल अब म भेट्छौँ अर्को बोट पुगेपछि। ल त्यो गाइस हामीले काफल अब टिपिसक्यौँ हेर्नु हाम्रो काफल यस्तो जम्मा भयो हामी अझै पनि टिप्नेछौँ होइन। अझै टिपेको चाहिँ अझै टिप्नेछौँ यो भरि पार्ने हो। अब चाहिँ हामी चौधो खान्छौँ अन्त रेस्ट टाइम हाम्रो अब खाम है। काफल पनि हेर्नु सक्नुहुन्छ तपाईँहरू यस्तो कालो छ मेरो हात यस्तो फोहोर भइसकेको छ हेर्नुहोस्। अब म यहाँ खान्छु गुल्ली है हाइब्रिड म ठुलो छ हेर्नु कत्रो ठुलो छ खाइदिउँ केही हुँदैन यसै गरेर भ्याउँछ कि भ्याउँदैन यतिले नाइस है लास्ट गुलियो छ ल खाम मजा आया गुड लगाएर अब यो हामी मिक्स गरेर खान्छौँ लामो यसमै भ्याउँछ यो मिक्स गरेर खान्छौँ आमा अब खाम त्यसपछि भेट्छौँ है त गाइस। ल गाइस हाम्रो खाइ पनि सुरु भइसक्यो है चिउरा झालमुट फुका खाएपछि मलाई एक्स्ट्रा पेट फुका खायो भने एक्स्ट्रा पेट भर्छ
गाइस अब हामी अर्को घरमा पुगेपछि भेट्नेछौँ यता गाइस ल त्यो त्यो 2,000 years later. गाइस हामी चाहिँ कापाल सापाल टिपेर होइन अब घर फर्किँदैछौँ होइन अनि आजको भिडियो चाहिँ यति नै होइन तपाईँहरूले मेरो भिडियो मन पर्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि बिचबाट चाहिँ भिडियो बनाउनु पाएन किनभने हाम्रो चाहिँ मोबाइल स्विच अफ भइसकेको थियो अनि हाम्रो साथीकोमा हामी यो साथीकोमा मोबाइल चार्ज गऱ्यौँ अनि काफल तपाईँले हेर्नु सक्नुहुन्छ यति धेरै छ अनि योभन्दा नि अरू पनि तपाईँहरूले देखिरहेको छु मेरो स्क्रिनमा तपाईँले हेर्नुभयो होला कति छ हेर्नुहोस् होला योभन्दा नि हामी धेरै खाइसक्यौँ हामी सबै अब हामी यहाँबाट चाहिँ घर जानेछौँ अब तपाईँहरू हेर्नु सक्नुहुन्छ भ्यू कस्तो रहेको छ यो काठमाडौँ सहरको यहाँबाट क्यामेराले क्याप्चर भएको छ नि तर आँखाले क्या दामी देखिरहेछ गाइस अब म चाहिँ आजको भिडियो यही सघाउँदैछु होइन अनि तपाईँहरू मेरो भिडियो मनपर्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला भेटौँ नेक्स्ट भिडियोमा भेटौँ है त गाइस ल बाई बाई गाइस सी यू टु नेक्स्ट भिडियो ल खत्म बाय बाय टाटा गुड बाय गया